हेलो गाइस, आज चाहिँ म तपाईहरुलाई मेरो एक्सरसाइज गर्ने सामानहरु देखाउन चाहन्छु। सर्वप्रथम सबैलाई नमस्ते। म चाहिँ विगत 25 दिनदेखि यो पेट घटाउने एक्सरसाइज गरिरहेको छु। तपाईहरुले पनि मेरो जस्तै गरेर घरमा नै होम वर्कआउट गर्न सक्नुहुनेछ। मेरो चाहिँ पेट अति नै बढेको हुनाले गर्दा मैले यो होम वर्कआउट सुरु गरेको हुँ। अहिले म 25 दिनको अन्तरालमा 2 kg घटिसकेको छु। सर्वप्रथम मेरो एक्सरसाइज गर्ने चीजहरु तपाईहरुलाई देखाउन गइरहेको छु। सर्वप्रथम त यो डोरी हो मेरो। म यहाँबाट रनिङ गर्न भ्याउँदिन, त्यही भएर मैले यो डोरी उफ्रिने गर्छु। जुन चाहिँ मेरो सुरुको दिन चाहिँ 10 चोटी गरेको थिएँ मैले यो डोरी उफ्रिने काम। अहिले चाहिँ मेरो 60 चोटी सम्म पुगिसक्यो। बिहान 60 चोटी, बेलुका 60 चोटी भनेको युक्सिप 60 चोटी पुगिसकेको छ अहिले मेरो यो डोरी उफ्रिने। अनि यसै गरेर अर्को रहेको छ मेरो पेटै सम्बन्धीको लागि, यो पनि पेट सम्बन्धी हो। अर्को रहेको छ मेरो इगो एक्सरसाइज। यो एक्सरसाइजले चाहिँ यहाँको बेली फ्याटहरुलाई चाहिँ एकदम कम गराउँछ। अहिले मेरो धेरै नै, पहिला त यहाँसम्म थियो, अहिले मेरो घटेर हल्का धेरै नै घटिसकेको छ। तर यो घटाउनु, पेट घटाउनु त धेरै नै एक्सरसाइज गर्नुपर्ने रहेछ। खाना पनि अलि कन्ट्रोलै गर्नुपर्ने रहेछ। छन त बेली फ्याट त टनक्कै छ गाइस। मेरो त यो अब कहिलेसम्म घट्ने हो थाहा छैन, तर मैले 90 डेको च्यालेन्ज चाहिँ मैले लिएको छु। अर्को यो एक्सरसाइज गरिसकेपछिबाट मेरो अर्को हुन्छ सेटअप गर्न। मलाई यो पेटले गर्दा एकदमै गाह्रो भइरहेको छ, त्यही भएर मेरो सेटअप चाहिँ खासै त्यस्तो हुँदैन। दिनमा 1 चोटी मात्र हुन्छ मेरो सेटअप चाहिँ, जसमा चाहिँ 5 चोटी भन्दा माथि चाहिँ हुँदैन है गाइस। अनि यस्तै गरेर यो होल बडी एक्सरसाइज पनि हुन्छ, र जसको कारणले गर्दाखेरि चाहिँ मैले यो डम्बेल पनि हल्का आर्म्सको लागि चाहिँ उठाउने गर्छु गाइस। यो डम्बेलले पनि हल्का यसले चाहिँ अब पेटको मात्र एक्सरसाइज गर्दाखेरि चाहिँ अलिकति शरीरलाई पनि असर गर्ने भावनाले डम्बेल। अनि मैले यो एउटा साउला भनेर, कम्पनीको साउला भनेर यो एउटा लिएको छु। त्यो साउले नै ल्याइदिएको हो मलाई किनेर। म धेरै नै मोटो भएको हुनाले गर्दाखेरि चाहिँ एक्सरसाइज गर भनेर ल्याइदिएको, किनकि मलाई काम गर्न नै अप्ठ्यारो भएको हुनाले दक्षिण कोरियामा एकदम मोटो मान्छेलाई चाहिँ मन पराउँदैन गाइस। यसमा चाहिँ मैले गर्छु यो आर्म्सको र चेस्टको चाहिँ पुरै एक्सरसाइज यस्तो तालले गर्छु मैले। 1 2 3 4 5 6 7 8 9 10 यसरी गर्छु। यो डोरी हुँदा चाहिँ जुन हामीलाई माथि जानलाई एकदम सजिलो हुन्छ यो डोरी चाहिँ, त्यो यसकै सेट हो। र अर्को यो पनि गर्छु मैले, आर्म्सकै लागि गर्छु, यो एक्सरसाइज पनि गर्छु। 2 3 4 5 6 7 8 9 10 यसो गर्दाखेरि चाहिँ हाम्रो यो ह्यान्ड पावरहरू पनि बढ्छ र पेटलाई पनि हल्का केही मात्रामा एक्सरसाइज हुन्छ। र मैले अर्को गर्छु, पुसअप पनि गर्छु। मैले प्रायः जस्तो पुसअप पनि दिनको 1 चोटी गरेर आउँछु। विशेष गरेर चाहिँ मेरो पुसअप, डोरी उफ्रिने। अब रनिङ जाउँ भने खासै समय हुन्न, रनिङ चाहिँ म जाँदिनँ। पुसअप, डोरी उफ्रिने, हल्का डम्बेल, र दिनमा 1 पटक चाहिँ यो आर्म्सको लागि पनि गर्छु मैले। यही हो मेरो एक्सरसाइज डे 19 डे च्यालेन्ज, 90 डे च्यालेन्ज। तपाईहरुले पनि यस्तै गरेर च्यालेन्ज लिएर चाहिँ एक्सरसाइज गर्नुभयो भने आफ्नो एक्सरसाइज चाहिँ अलि बेटर बन्दै जानेछ दिनै पछि। सुरुमा त गर्न सकिँदैन, सुरुमा 10 मिनटको राख्नुहोस् एक्सरसाइज समय, त्यसपछिबाट हल्का बढाउँदै 15 मिनट 20 मिनट, दिनको 20 देखि 30 मिनट चाहिँ
बिस्तारै 15-20 दिन पुगिसकेपछि चाहिँ बढाउँदै लानु होला। जसले गर्दाखेरि चाहिँ तपाईँलाई सुरुमा हल्का गाह्रो हुनेछ भने पछि 10-15 दिन कटिसकेपछिबाट चाहिँ तपाईँहरूले एक्सर्साइज गर्नु भएन भने पनि शरीरले आफै खोज्छ क्या। त्यही भएर तपाईँहरूले कन्टिन्यू चाहिँ दिनु पऱ्यो। एक दिन गरेर एक दिन गर्दिनँ भन्ने कुरो चाहिँ नगर्ने, त्यस्तो कुरो गर्नु चाहिँ भएन। जसले चाहिँ अब म आफ्नो पेट घटाएरै छोड्छु भनेर च्यालेन्ज लिनु पऱ्यो। जसले गर्दाखेरि चाहिँ अझ हामीलाई मोटिभेट मिल्छ र अझ हामी एक्सर्साइज गर्नलाई तत्पर हुन्छौँ। जस्तै अब मैले तपाईँहरूलाई यो डम्बेलकै देखाउँछु। यो पनि म आफैले होम निर्माण गरेको, घरमै बनाएको हो यो। 1 2 3 4 5 6 7 8 9 10। आज मैले धेरै एक्सर्साइज गरिसकेको छु बिहानदेखि नै। त्यही भएर एक्जाम्पलको लागि मात्र तपाईँहरूलाई देखाउन खोजेको। 1 2 3 4 5 6 7 8 9 10। 1 2 3 4 5 6 7 8 9 10। 1 2 3 4 5 6 7 8 9 10। यसरी गरिसकेपछि यो ड्रममेलको खासै काम हुन्न। अनि यो डोरी उफ्रिने हुन्छ। विशेष काम चाहिँ हाम्रो डोरी उफ्रिनेले हो। पेटको लागि चाहिँ धेरैभन्दा धेरै नै हेल्प गर्ने चाहिँ यसले नै हो। किनकि हामी रनिङ गर्ने फुर्सद नभएको हुनाले गर्दाखेरि चाहिँ यो एकदमै हाम्रो लागि चाहिँ फाइदाजनक हुन्छ। तपाईँहरूले पनि तपाईँहरूले पनि यो तपाईँहरूको नजिकको पसलमा पाइन्छ, किनेर ल्याउनु होला। सदाबहार काम गर्ने चिज हो। एक्सर्साइज गर्न गाह्रो छ, त्यही भएर समयमै हल्का अगाउने भन्दा केही कम खायो भने दुःख चाहिँ पाइन्न। एक्सर्साइज गर्न गाह्रो भए पनि एक्सर्साइज गरिसकेपछि चाहिँ शरीर एकदम हलुका हुनेछ, चङ्गा जस्तो, र हामीलाई अल्छी पनि लाग्ने छैन। कुनै पनि काम गर्न जाँगर हुनेछ। अर्को गर्छु मैले, यो स्टेप गर्छु। 1 2 3 4 5 6 7 8 9 10। मैले तपाईँहरूलाई देखाउनको लागि मात्र एक्जाम्पल दिएको हो। मैले त अहिले भर्खरै वर्कआउट सकिसकेको थिएँ। किन छोटो भिडियो बनाएर युट्युबमा नहालौँ, मैले त्यस्तै जानकारी अरूलाई पनि दिउँ भनेर मैले यो भिडियो तपाईँहरूको लागि बनाएको हो। तपाईँहरूले गर्न सक्ने विशेष पेटको, हामी नेपालीहरूलाई सबैभन्दा समस्या पेटले नै दिएको छ, त्यो भाते पेटले। त्यही भएर तपाईँहरूले पनि दिनमा एकचोटि बिहान भए पनि अथवा बेलुका भए पनि पेटको एक्सर्साइज चाहिँ गर्नु होला। पेटको एक्सर्साइज एकदम इजी छ, घरमै सजिलो तालले गर्न सकिन्छ। हामीलाई जिम जाने, मसल बढाउने, प्याक निकाल्ने छैन, जस्ट फिट हुनु पर्यो भन्ने मेरो चाहिँ सिद्धान्त हो। त्यही भएर हजुरहरूलाई मैले यो भिडियो मार्फत जानकारी दिएको हुँ। हस् त, यति भन्दै म हजुरहरूबाट छुट्टिन चाहन्छु।
बाई बाई, लभ यु अल।